हेलो गाइज, आज चाहिँ हामी बहुछोरा यहाँनिर बेसार रोप्न आयो। बेसार यहाँ चाहिँ तरुन रोप्नलाई खनिराखेको। अनि हामी चाहिँ बहुछोराले खनिराखेको। मेरो छोरा चाहिँ यहाँ देख्न सक्नुहुन्छ। केटो सानो सानो हो नि बाबालाई चाहिँ सघाउँछ। यो चाहिँ उसले नै बनाएको ड्याङ्गे, उसले बनाएको। यहाँ चाहिँ खन्दैछ। कहाँ मस्केर भागेको? खनेर देखाइदिए त ल छोरो, खनेर देखाइदिए त। एकै ठाउँमा बनाउने। अनि यहाँ चाहिँ हामीले भर्खर खनिसकेको तरुन लाउनलाई ड्याङ बनाएको छ। तपाईँहरू चाहिँ कसरी रोप्नुहुन्छ भन्नलाई। हाम्रो चाहिँ यता यस्तै छ है। छोरो बहुछोरा आज हामी काम नभएर अस्ति चाहिँ फाँडफुँड पारेको थियो। तपाईँलाई अस्ति भिडियोमा देखाएको थिएँ। यहाँनिर चाहिँ हामीले फाँडेको है। अहिले चाहिँ यस्तो भइसकेको छ। जोतेर टक्क हामीले पनि तरुन रोप्नलाई रेडी बनाइसकेको छौँ। अनि बहुछोराको आजको कामै गाई त्यस्तो चलिरहेको छ है। मेरो छोरो म हामी चाहिँ ड्याङ बनाउँदै छोरो स्कुलदेखि आएर